नमस्ते यहाँहरू सबैलाई। मौरीलाई चाहिँ हाम्रोतिर मौरीलाई चाहिँ देउता भन्छन् अनि मौरी आउनु एकदम राम्रो सिम्बल मान्छन् होइन। अनि यसलाई चाहिँ अब यस्तो जुठो परेको बेला सुत्केरो भएको बेला यति बेला चाहिँ नहेर नहुने नखोल नमिल्ने भन्ने चाहिँ एउटा मान्यता छ हाम्रोतिर चाहिँ, किनकि देउता जस्तै मान्छ नि त। अनि हजुरहरूकोतिर यस्तो मान्छन् कि नै, हाम्रो मात्रै हो कि यस्तो बिलिफ हजुरहरूकोतिर छ कि छैन, कमेन्ट गर्नु होला है। म चाहिँ आज यो अस्ति पराल राखेको थिएँ, यो मौरीलाई चिसो हुन थाल्यो भनेर, अनि पछाडितिर पुरै घाँडा रसाउनु पनि थालेको थियो। अनि त्यसमा पुरै ढुसी लाग्न थालिसकेछ, लगभग 8-10 दिन भइसकेको थियो। अनि यसलाई चाहिँ चेन्ज गर्नलाई निकालेको मैले। यसलाई चेन्ज गरेर अब नयाँ पराल हालेर फेरि चाहिँ त्यसैमा राखिदिनलाई तयार बनाउँदैछु। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। भिडियो मनपर्छ भने लाइक, सेयर, कमेन्ट पनि गरिदिनु होला। हाम्रो चाहिँ मौरी पालन चाहिँ होइन, अब त्यही जङ्गली मौरी आएको मौरीलाई चाहिँ जे होस् राख्ने कोसिस मात्रै गरेको हो। जसोतसो यिनीहरूलाई चाहिँ बचाउन ट्राई गरिरहेको हुन्छु मैले चाहिँ। तर अहिले जाडोमा चाहिँ यो घाँडा रसाउने प्रब्लम आएर चाहिँ अलि परेसान नै छु। यो चाहिँ रिसेन्टली आएको मौरीहरू हो, लगभग 1-1.5 महिना जति भयो। जे होस् म त राम्रै पार्छ जस्तो लागेको छ, त्यही पनि अब खै कहिले निकाल्ने के गर्ने भन्ने चाहिँ केही आइडिया नै छैन। मौरी पालन गर्दा सफल हुन के कुराहरू ध्यान दिनुपर्छ होला, अनुभवी मौरी पालकहरूले तपाईँहरूको सुझाव कमेन्ट गरिदिनु होला। र यसरी पराल राख्नुहुन्छ कि हुँदैन त्यो पनि भनिदिनु होला। धन्यवाद।